नमस्कार अनि स्वागत छ यहाँ सम्पूर्णलाई कार्यक्रम जनचासो लिएर उपस्थित भइसकेको छु म विवश अधिकारी। हामी कार्यक्रम जनचासोमा अहिलेको ताजा जुन रहेको छ स्थानीय निकायको निर्वाचन यसैको पेरिफेरीमा रहेर कुराकानी गर्नेछौँ। जनताले अबको निर्वाचनमा के पाउँछन्, जनतालाई यो निर्वाचन किन आवश्यक छ, विभिन्न पार्टीगत रूपमा चाहिँ कस्तो तयारी भइरहेको छ र के भइरहेको छ, अबको निर्वाचनमा के हुनेछ, यस्तै यस्तै कुराकानी गर्नेछौँ। हामी हरेक हप्ता बुधबार ठिक 7:30 बजेदेखि 8 बजेसम्म तपाईँहरूकै जनप्रतिनिधि मध्ये एकजना चाहिँ लिएर आउँछौँ। तपाईँकै स्थानीय स्तरमा आउने जो आकाङ्क्षीहरू हुनुहुन्छ उहाँहरूमध्येबाट एकजनालाई हामीले कार्यक्रममा निम्त्याउनेछौँ। आज कार्यक्रमको पहिलो भाग हो। कार्यक्रममा हामी आज नेपाली काङ्ग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालासँग कुराकानी गर्नेछौँ। नेपाली काङ्ग्रेसको तयारी कस्तो छ, नेपाली काङ्ग्रेसले के गर्दैछ, यसै पेरिफेरीमा रहेर कुराकानी गर्नेछौँ। यदि तपाईँ आफै पनि चाहनुहुन्छ प्रदीप कोइरालासँग कुराकानी गर्न भने फोन गर्न सक्नुहुन्छ 057 524 687। हामीले खुला गरिराखेका छौँ तपाईँका लागि। दाइ, यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। चुनाव लागेछ नि, कतिको लागेछ तपाईँहरूलाई चाहिँ? लागेछ, राम्रैसँग लागेछ। के छ तपाईँहरूको चुनावी तयारी चाहिँ कस्तो हुँदैछ? अब हाम्रो चुनावी तयारी अन्तर्गत प्रथम चरणको हामीले चाहिँ कार्यक्रम चाहिँ सम्पन्न गरेर 12 गते हामीले जिल्ला सम्मेलन गरेर त्यसको चाहिँ विधिवत समापन गऱ्यौँ र दोस्रो चरणको कार्यक्रम अहिले जारी छ। अहिले विभिन्न टोल कमिटीहरू वडामा गएर गाउँमा गएर टोल कमिटीहरूलाई चाहिँ नि पुनर्गठन गरेर विस्तार गर्ने अथवा चाहिँ नयाँ नबनेको टोल कमिटीलाई चाहिँ नयाँ बनाउने त्यस्ता खालका कार्यक्रम भइरहेका छन् र हामी दोस्रो चरणको कार्यक्रमको अभियानमै छौँ। र आज अहिले बिहानैदेखि हाम्रो चाहिँ आज पनि एकदम व्यस्त कार्यक्रम रहेको कुरा म जानकारी गराउँछु। कस्तो छ माहौल, के देख्नुभएको छ तपाईँहरूले? के चाहिँ जनताको लागि तपाईँहरूको एजेन्डाहरू के छन्, के एजेन्डा लिएर जनतामा जाँदै हुनुहुन्छ? लामो समयपछि चाहिँ 18 वर्षपछि करिब निर्वाचन हुँदैछ स्थानीय तहको, स्थानीय सरकार पाउँदैछन् जनताले। केही आकाङ्क्षा त जनताको पनि होला नि? अब निश्चय नै जनताको आकाङ्क्षा हुने नै भयो। लामो समय भयो, लगभग 18 होइन 19 वर्ष पुरा भएर चुनाव हुँदा 20 वर्ष लागिसकेको हुन्छ र त्यो अवस्थामा चाहिँ नि जनताले यो 2 दशक भनेको सानो समय होइन। यो समयसम्म चाहिँ नि स्थानीय सरकार प्रतिनिधिविहीन हुनु र आफ्नो चाहिँ नि कुरालाई जनताले चाहिँ जनप्रतिनिधि समक्ष राखेर जनप्रतिनिधिले चाहिँ जनताको चाहिँ अपेक्षा अनुसारका योजना बनाएर कार्यक्रम अगाडि बढाउनु पर्ने त्यो कुरा हुन सकेन। खालि कर्मचारीको भरमा सामान्य काम चलाउ प्रकृतिले अहिलेसम्म चलिरहनु पर्ने अवस्था, यो चाहिँ निश्चय नै दुःखद अवस्था हो र यसले चाहिँ देशलाई चाहिँ धेरै पछाडि धकेलेको छ विकास निर्माणको कार्यक्रमको लागि। र जनताका अपेक्षाहरू पनि निश्चय नै जनप्रतिनिधि भएको भए बढीभन्दा बढी सम्बोधन गर्ने कोसिस हुन्थ्यो र त्यही अनुसारको चाहिँ विकास बजेटहरू पनि कार्यान्वयन हुन्थे भन्ने मलाई लाग्छ। अहिले चाहिँ समस्या भनेको जनप्रतिनिधि नहुँदा विकास निर्माणका लागि छुट्याएका बजेटहरू चाहिँ खर्च नहुनु, काम नहुनु समस्याको रूपमा छ। अब यसलाई चाहिँ निश्चय नै जनताको अपेक्षा छ। अब आउने सरकार चाहिँ यो स्थानीय सरकार हिजो चाहिँ यो स्थानीय निकायको रूपमा थियो भने यो अहिले त स्थानीय तहको रूपमा हुन्छ र यसले चाहिँ 22 वटा अधिकार र त्यो अन्तर्गत रहेर 76 वटा चाहिँ अरू भनौँ न उसलाई चाहिँ दिएका 22 वटा चाहिँ बुदा र त्यसमा चाहिँ सहायक बुदा गरेर 76 वटा बुदासम्म चाहिँ स्थानीय तहमा उसले आफ्नो राइटको कानुन आफै निर्माण गर्ने, आफै कार्यान्वयन गर्ने अनि राजस्व आफै सङ्कलन गर्ने र चाहिँ आफूले उठाएको त्यो राजस्व आफै खर्च गर्न सक्ने जुन हैसियत र अधिकार राख्छ त्यो चाहिँ निश्चय नै यो पहिलो अभ्यास हो नेपालको इतिहासमै। यो चाहिँ नि जनतालाई सार्वभौम सत्ता बनाउने र सार्वभौम सत्ता नेपाली जनतामा निज छ भनेर जुन संविधानमा जुन कुरो लेखिएको छ त्यो कुराको साँच्चै नै प्र्याक्टिकल र व्यवहारिक कार्यान्वयनको यो चाहिँ पहिलो चरणमा हामी छौँ। निश्चय नै मलाई लाग्छ यो कुरामा हामी सफल हुनेछौँ र यो सफलताले यो जनताद्वारा, जनताका प्रतिनिधिद्वारा, संविधान सभाद्वारा बनाइएको निर्माण गरिएको संविधानको सफल कार्यान्वयनको लागि पनि यो निर्वाचन आवश्यक छ र जनताले आफ्ना चाहिँ
असीमित आकाङ्क्षाहरू इच्छाहरू हुँदाहुँदै पनि त्यसलाई चाहिँ एउटा व्यवस्थित ढङ्गले आफै चाहिँ स्थानीय रूपमा चाहिँ आफ्ना प्रतिनिधि मार्फत त्यसको चाहिँ सम्बोधन गराउने यो सुनौलो अवसर हो भन्ने मलाई लाग्छ। निश्चय नै हामी त्यसको लागि नेपाली काङ्ग्रेस यो देशमा चाहिँ नि 7 सालमा परिवर्तनको लागि नेपाली काङ्ग्रेसले अगाडि गर्यो, 46 सालमा अगाडि गर्यो, अनि 62-63मा नि अगाडि गर्यो, आज यो संविधान जारी गर्दा नि काङ्ग्रेसले अगाडि गर्यो, अब यो कार्यान्वयनमा पनि काङ्ग्रेसले अगाडि गर्छ र गर्नुपर्छ भन्ने मेरो मान्यता छ। जस्तै यत्रो लामो समयपछि स्थानीय निकायमा चाहिँ स्थानीय सरकार पाउँदैछन् जनताले, यो बेला त सबै मिल्नुपर्ने अवस्था होइन र? तपाईँको हेर्नु, हामी जब सङ्कटको घडी पर्छ हामी नेपालका राजनीतिक दलहरू नेताहरू एक ठाउँमा आएको हाम्रो इतिहास छ र यतिखेर सबै मिलेर जानुपर्छ भन्ने कुरा चाहिँ तपाईँले उठाउनु भयो। जहाँसम्म हामी मिलेरै वास्तवमा स्वच्छ प्रतिस्पर्धा गरेर जाने हो। हामीले संविधानको कार्यान्वयन गर्न बहुदलीय प्रतिस्पर्धामा विभिन्न दलहरू हुन्छन्, विभिन्न दलले आफ्ना उम्मेदवारहरू दिन्छन् र आफ्ना घोषणापत्रहरू लिएर जान्छन्। यहाँको जनतालाई हामी के दिन्छौँ भन्ने कुरा चाहिँ हामी लिएर जान्छौँ। हामीले दिएको कुरा चाहिँ हाम्रो एजेन्डा चाहिँ जनतालाई मन पर्यो र यो पार्टीले राम्रो गर्छ, काङ्ग्रेसले राम्रो गर्छ भन्ने लाग्यो भने हामीलाई जिताउने हो जनताले। त्यसो हुनाले अर्को दलले पनि त्यसै गरी लिएर जाने हो। यो बहुदलीय व्यवस्था र प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको चाहिँ यो चाहिँ स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रणाली हो। यो निर्वाचन प्रणालीद्वारा 5-5 वर्षमा चाहिँ दल र पार्टीहरू अपडेट हुने र जनताको माझमा चाहिँ आफूलाई उनीहरूले चाहिँ आफूलाई प्रस्तुत गर्ने र उनीहरू चाहिँ त्यसबाट चाहिँ जनताको कसीमा चाहिँ एउटा चाहिँ नि भनौँ न उनीहरू चाहिँ आफूलाई खरो रूपमा उतारेर चाहिँ नेतृत्वमा आउने हुनाले यो चाहिँ नि वास्तवमा जनताप्रति उत्तरदायी र जनताले चाहिँ नि चाहेको खालको चाहिँ काम गर्ने खालको चाहिँ नि यो स्थानीय सरकार हुन्छ र चाहिँ यसले चाहिँ जनताको पक्षमा धेरैभन्दा धेरै कामहरू गर्न सक्छ भन्ने मलाई लाग्छ। जस्तै मकवानपुरको अवस्थामा मकवानपुरमा चाहिँ नेपाली काङ्ग्रेसले के एजेन्डा बोकेको छ, के काम गर्छ मकवानपुरमा चाहिँ के जनतामा जाँदा तपाईँहरूको एजेन्डा चाहिँ के रहेको छ अहिलेको? अब निश्चय नै हाम्रो एजेन्डा भनेको यो अहिले जुन हेटौँडा र मकवानपुरको सवालमा हामीसँग एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र 8वटा गाउँपालिका गरेर 10वटा स्थानीय तह रहेको छ। यो स्थानीय तहमा चाहिँ हामीले वास्तवमा जहाँ यातायातको सुविधा पहुँच छैन, बाटोघाटोको सुविधा छैन, केही अहिले दुर्गम गाविसहरू यो हाम्रो जिल्लामा केही गाविसमा अझै बाटोको सहज पहुँच छैन, त्यहाँ बाटो सडक विस्तार गरेर त्यहाँको जनतालाई चाहिँ बाटोबाट जोड्ने, त्यहाँको चाहिँ जनतालाई सुविधा दिने एउटा मुख्य एजेन्डा हाम्रो यो हुन्छ। विकासको सबैभन्दा मूल एजेन्डा र पूर्वाधार भनेकै बाटो हुने भएको हुनाले बाटो गएपछि सबै कुरा चाहिँ त्यसमा चाहिँ उपलब्ध गराउन सजिलो हुने, विकास निर्माणका कार्यहरू गर्न सजिलो हुनाले पहिलो कुरा हामी बाटोलाई जोड दिन्छौँ। त्यसपछि जनताको स्वास्थ्यलाई पनि हाम्रो एकदमै महत्त्वपूर्ण चाहिँ नि पाटोको रूपमा लिएका छौँ। जनताको स्वास्थ्य चाहिँ पिउने पानीसँग जोडिएको हुन्छ। खानेपानी स्वच्छ पानी हामीले जनतालाई उपलब्ध गराउन सक्यौँ भने जनता चाहिँ 70 देखि 80% रोगहरू जो पानीको कारणले, दूषित पानी खाएको कारणले पेटमा हुने, पेटजन्य जति पनि पेटमा समस्या हुने रोगहरू छन् त्यो चाहिँ पानीकै कारणले 70 देखि 80% हुने हुनाले यो कुरामा पनि हामी मुख्य ध्यान केन्द्रित गरेर जनतालाई स्वच्छ पिउने पानी उपलब्ध गराउने प्रयत्न हामी गर्नेछौँ। र अर्को कुरा हामीले चाहिँ यो जम्मै विज्ञानको जस्तो उपलब्धिलाई चाहिँ तपाईँको चाहिँ नि नजिकबाट महसुस गर्न पाउने भनेको चाहिँ विद्युतको आपूर्तिद्वारा अथवा विद्युत लाइन पुर्याएर हो। त्यस हुनाले यो जिल्ला चाहिँ हाम्रो चाहिँ लोड सेडिङ मुक्त जिल्ला घोषणा गर्न र यसमा चाहिँ सहज विद्युत आपूर्ति गर्न हाम्रो जोड रहनेछ। यो चाहिँ ती 3वटा योजनाहरू हाम्रो यो जिल्लामा रहेका छन्। यो जिल्लामै लोड सेडिङ हुनुपर्ने यो दुर्भाग्यपूर्ण अवस्था छ, यसको अन्त्य गरेर यसमा चाहिँ नियमित रूपमा चाहिँ विद्युत आपूर्ति हुने व्यवस्था मिलाउने हाम्रो प्रयत्न रहनेछ। र जुन औद्योगिक क्षेत्रहरूको लागि, व्यापारिक प्रतिष्ठानहरूको लागि पनि जुन विद्युतको चाहिँ आपूर्ति सहज हुन सकिरहेको छैन, यसलाई पनि नियमित गर्ने र लोड सेडिङ मुक्त औद्योगिक क्षेत्र बनाउने हाम्रो प्रयत्न रहनेछ। जस्तै तपाईँहरूको अब मकवानपुरमा चाहिँ एउटा उपमहानगरपालिका, एक चाहिँ नगरपालिका र 4 गाउँपालिका रहेको छन्। यी स्थानहरूमा चाहिँ उम्मेदवार छनौट चाहिँ कसरी गर्नुभएको छ, तपाईँले कहिलेसम्म चाहिँ गरिसक्नुहुन्छ र के छ प्रक्रिया? अब हाम्रो निश्चय नै यो उम्मेदवार छनौट प्रक्रिया चाहिँ अहिले यो 3 नम्बर क्षेत्रको सवालमा चाहिँ क्षेत्रले पत्रचार गरिकन यो यसै हप्ता सकेसम्म चाहिँ नि प्रतिनिधिहरूको सिफारिस गरिसक्नु आफ्नो वडाबाट भन्ने चाहिँ परिपत्र गरेको छ। निश्चय नै मलाई लाग्छ 2-4 दिनभित्रमा हाम्रो सबै
यो क्षेत्र अन्तर्गतका वडाहरू जम्मै नगर उपमहानगरमा पर्ने हुनाले यहाँ वडा मात्रै छ, यहाँ गाउँपालिकाको सङ्ख्या छैन। त्यसै हुनाले चाहिँ नि हामी चाहिँ त्यो यही एक हप्ताभित्रैमै मलाई लाग्छ सबै वडाहरूले आफ्नो उम्मेदवार सकेसम्म सर्वसम्मत रूपमा नभए पनि आकाङ्क्षीहरू जतिजना साथीहरू हुन्छन् उहाँहरूको नाम चाहिँ नगर कमिटी मार्फत क्षेत्रीय कमिटीमा पठाउनु हुनेछ र त्यो हामी चाहिँ 7 गतेभित्रमा केन्द्रले यसलाई चाहिँ फाइनल गर्नु, टुङ्गो लाउनु भन्ने खालको परिपत्र भएको हुनाले हामीले यो क्षेत्रको सवालमा र अन्य गाउँपालिका र अरू क्षेत्रको सवालमा पनि 7 गतेभित्रमा चाहिँ सम्पूर्ण चाहिँ नि उम्मेदवारहरूको कुन उपमहानगरपालिका नगरपालिका र चाहिँ गाउँपालिकाहरूमा उम्मेदवार बन्ने हो त्यो चाहिँ प्रमुख उपप्रमुख लगायत तपाईँको चाहिँ वडाका र प्रमुख र सदस्यहरूको समेत हामी टुङ्गो लगाउने छौँ भन्ने मलाई विश्वास छ। हामी निश्चय नै गम्भीरतापूर्वक यो चाहिँ आएका सिफारिसहरूलाई र जनतामा छवि राम्रो बनाएका र चाहिँ पार्टीमा लामो समयदेखि लगानी गरेका साथीहरूलाई समेट्दै हामी निर्णयमा पुग्छौँ भन्ने मलाई विश्वास छ। जस्तै अब आकाङ्क्षी धेरै छन् होइन, तपाईँ पनि एउटा आकाङ्क्षी हुनुहुन्छ, यसलाई चाहिँ कसरी व्यवस्थापन गर्छ पार्टीले, के गर्छ? हजुर, अब यो आकाङ्क्षी धेरै हुनु चाहिँ दुईवटा कारणले यो आकाङ्क्षी धेरै हुन गए। एउटा कुरा त तपाईँको 19 वर्षसम्म निर्वाचन नहुनुले यो एउटा चाहिँ ग्यापिङ हुनुले पनि आकाङ्क्षीको सङ्ख्या बढ्ने स्वाभाविकै भयो। अर्को कुरा तपाईँको चाहिँ नि यो कस्तो हुन्छ भने अहिले यो लामो समय ठुलो पार्टी, लामो समय धेरै योगदान गरेका साथीहरू छन् र यहाँनिर चाहिँ अहिले स्थानीय निकाय र उनी जुन एउटा स्थानीय तहमा परिणत भएको छ, स्थानीय तहको चाहिँ असीमित अधिकार यसलाई दिएको चाहिँ जुन चाहिँ एकदम शक्ति सम्पन्न यो निकाय हो। यहाँ चाहिँ आफ्नै भिजन दृष्टिकोण दिन सक्ने यहाँ चाहिँ मेयरको आवश्यकता पर्छ। त्यस हुनाले यो चाहिँ अरूले भनिदिएको भरमा चल्ने भन्दा पनि आफ्नो क्षमताले चल्ने र अरूलाई पनि चलाउन सक्ने र चाहिँ यो उपमहानगरपालिकालाई म यति वर्षभित्रमा 5 वर्ष अथवा 10 वर्षभित्रमा यो मापदण्डमा लान्छु भन्ने खालको चाहिँ दृष्टिकोण भएको व्यक्ति चाहिने हुनाले यहाँ चाहिँ अब हाम्रो पार्टीको तर्फबाट योग्य साथीहरू हुनुहुन्छ। हामी 4 जना अहिले चुनावी प्रतिस्पर्धामा चाहिँ हामीले चाहिँ दावेदारी गरेका छौँ। त्यसमा मेरो पनि दावेदारी सशक्त रूपमा छ। इतिहासमा मैले काङ्ग्रेसको लागि धेरै दुईपल्ट म क्षेत्रको चाहिँ सभापति भएर र अहिले प्रवक्ताको रूपमा पनि मैले योगदान गरिरहेको छु। 20 वर्ष 25 वर्ष लामो यहाँ चाहिँ मेरो पनि योगदान भइसक्यो। त्यो स्वाभाविक हो, मैले दाबी गरौँ र अरू साथीहरूको दाबीलाई म स्वाभाविक रूपमा दिन्छु। तर पार्टीले जुन दिन निर्णय गर्छ, जसको नाममा निर्णय हुन्छ, मेरो नाममा भए पनि अरू सबै साथीले सहयोग गर्नुपर्छ भन्ने मेरो अपेक्षा रहन्छ र गर्नुहुन्छ भन्ने मेरो विश्वास छ। र म अरूको साथीको नाममा पनि यदि निर्णय भयो भने पनि उहाँलाई पूर्ण रूपेण सहयोग गरेर काङ्ग्रेसको रुख चिन्हलाई र काङ्ग्रेस पार्टीलाई जिताउने र काङ्ग्रेस पार्टीको उम्मेदवारलाई जिताउने पक्षमा म प्रतिबद्ध भएर लाग्ने म विश्वास यहाँ मार्फत सम्पूर्ण आदरणीय जनसमुदायलाई व्यक्त गर्न चाहन्छु। जस्तै कतिको आवश्यक छ मकवानपुरमा नेपाली काङ्ग्रेसले जित्नु, नेपाली काङ्ग्रेस आउनु कतिको आवश्यक देख्नुहुन्छ? हेर्नु, यो आवश्यक हिजो पनि थियो, आज पनि छ र भोलि पनि छ। हिजो सधैँभरि केन्द्रमा काङ्ग्रेसको सरकार रहने, यहाँ चाहिँ अरू पार्टीहरूले जित्ने हुँदा केन्द्र र यो स्थानीय निकायको तालमेल नमिल्दा यहाँ चाहिँ विकास निर्माणका कामहरू ढिला भए, कमजोर भए, यहाँ चाहिँ परिवर्तन चाहिँ आत्मसात गर्न जनताले पाएनन्। र मलाई लाग्छ अब केन्द्रमा अहिले पनि काङ्ग्रेस सशक्त रूपमा सबैभन्दा ठुलो पार्टीको रूपमा छ र सरकारमा छ, उसले चाहिँ त्यहाँ बजेट विनियोजन गर्छ। त्यस्तो खालको चाहिँ अवस्थामा यहाँ पनि स्थानीय लेभलमा नि काङ्ग्रेसले जित्यो र चाहिँ काङ्ग्रेसको नेतृत्व स्थापित हुन सक्यो भने यहाँका जनतालाई निश्चय नै बढीभन्दा बढी फाइदा हुन्छ र बढीभन्दा बढी धेरै योजनाहरू कार्यान्वयन गर्न र यो विकास निर्माण गर्न हामी सफल हुनेछौँ भन्ने मलाई लाग्छ। जस्तै चुनावी प्रतिस्पर्धामा जाँदाखेरि आचार संहिताका कुराहरू छन् होइन, पार्टीभित्र चाहिँ यसको कसरी व्यवस्थापन छ, के छ? अब मेरो त एकदमै जनतामा जाँदाखेरि जनतामा लोकप्रिय व्यक्तिलाई निर्वाचनमा चाहिँ उम्मेदवारी दिने र जनताको विश्वास जित्न सक्ने व्यक्तिलाई उम्मेदवारी दिइसकेपछि ती कुराहरूमा त्यति समस्या आउँदैन भन्ने मलाई लाग्छ। र हामी चाहिँ 30 वर्ष पार्टीमा लगानी गरेको र चाहिँ जनताको बिहानदेखि बेलुकासम्म जनताको काम गरेको व्यक्तिलाई चुनावमा टिकट पाउँदा त्यस्तो समस्या पर्दैन। र यो चुनावी प्रतिस्पर्धामा स्वच्छ प्रतिस्पर्धामा जानुपर्छ। सम्पूर्ण दलले चाहिँ आफ्ना एजेन्डालाई स्थापित गर्ने हो। म त भन्छु अझै यो तडक भडक र भड्किलो प्रचार प्रसार गर्नु जरुरी छैन, यो हुँदैन। र अहिले निर्वाचन आयोगले पनि भित्ता लेखन र चाहिँ पम्पलेटिङको लागि निषेध गरेको छ। त्यसै गरी निर्वाचन आचार संहितामा सुधार गर्दै गएर अन्तिममा चाहिँ रेडियो, टिभी, एफएम र पत्रिका मार्फत आफ्ना घोषणापत्र जारी गर्ने र आफ्नो हाते पम्पलेट मार्फत आफ्नो विचार व्यक्त गर्ने र त्यही विचारलाई आधार मानेर कसको विचार मनपर्छ त्यसलाई चाहिँ त्यो पार्टीको उम्मेदवारलाई चाहिँ जिताउने खालको परिपाटीको कल्चरको विकास गर्नुपर्छ भन्नेमा मेरो जोड रहन्छ र मेरो पार्टीले त्यसलाई जोड दिनुपर्छ भन्ने मेरो मान्यता। तपाईँहरूले पनि घोषणापत्र तयारी गरिसक्नु होला नि?
हाम्रो घोषणापत्र चाहिँ नि केन्द्रमा महेश आचार्य केन्द्रीय सदस्यज्यूको जुन संयोजकतामा घोषणापत्र तयारी समिति बनेको छ, उहाँहरूले त्यो काम गरिरहनु भएको छ। घोषणापत्रको फाइनल कपी अहिलेसम्म आइपुगेको अवस्था छैन र त्यो फाइनल कपी आइसकेपछि र हामीले स्थानीय रूपमा केही थप गर्नुपर्ने यहाँका मागहरूलाई सम्बोधन गरिकन हामी जनतामा आज हाम्रो घोषणापत्र र चाहिँ हाम्रा प्रतिबद्धता पत्रहरू अगाडि लिएर जानेछौँ। जस्तै मकवानपुर जिल्लामा चाहिँ तपाईँहरूको प्रतिस्पर्धीको रूपमा चाहिँ कसलाई लिनुभएको छ? अब मलाई लाग्छ हाम्रो चाहिँ स्वाभाविक रूपमा चाहिँ नेकपा एमालेसँग प्रतिस्पर्धा हुन्छ भन्ने मेरो ठम्ब्यायो। कसरी अगाडि बढ्नुहुन्छ अब त्यसको लागि चाहिँ? अब हाम्रो यस्तो छ कुरो, हाम्रो एउटा राष्ट्रिय रूपमा हामी ब्रान्ड बनेको पार्टी या ठुलो पार्टी छँदैछौँ र जनताले पनि अहिले बुझिसके। मकवानपुरमा पनि हिजो एकछत्र रूपमा कम्युनिस्ट पार्टीका उम्मेदवारहरू जित्दै गर्दाखेरि भन्दा अहिले आज चाहिँ नेपाली काङ्ग्रेसको तर्फबाट एकजना मात्रै क्षेत्र नम्बर 1 मा चाहिँ इन्द्रबहादुर बानिया पार्टीको सभापति र चाहिँ माननीय गृह राज्यमन्त्री हुनुहुन्छ। उहाँले जितेपछि उहाँले विकास निर्माणमा पुर्याउनु भएको सहयोग र चाहिँ त्यसले चाहिँ एउटा जुन गति तीव्रता पाएको छ र यो मकवानपुरका जनताले त्यो मोडालिटी पनि देख्ने मौका पाएको छन् र मलाई लाग्छ क्षेत्र नम्बर 1 मा चाहिँ उहाँले गर्नुभएको र यो समग्र जिल्लामा उहाँले पुर्याउनु भएको योगदानलाई हेर्दा पनि नेपाली काङ्ग्रेसका चाहिँ नेताहरू यदि निर्वाचित भएर गए भने अरू पार्टीको अरू दलको नेताभन्दा तीव्र गतिमा जनताको चाहिँ विकास निर्माणका काम गर्छन् भन्ने विश्वास उहाँले दिलाउन सक्नु भएको हुनाले त्यसलाई हेरेर पनि मलाई लाग्छ नेपाली यो मकवानपुरी जनताले चाहिँ र यो उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका जनताले नेपाली काङ्ग्रेसलाई जिताउनुपर्छ भन्ने मनस्थिति बनाएको हुनुपर्छ र उहाँहरूले त्यो मनस्थिति अनुसार चाहिँ नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउनुहुन्छ भन्ने मलाई विश्वास। हामी कार्यक्रमको अन्त्यमा छौँ। कार्यक्रम जनचासो सुनिरहनु भएको छ तपाईँ। हेटौँडा 96.6 मेगाहर्ज हो यो। हामी हरेक बुधबार ठिक 7:30 बजेदेखि 8 बजेसम्म कार्यक्रम जनचासो लिएर आउने गर्छौँ। तपाईँकै स्थानीय स्तरका स्थानीय तहमा उम्मेदवारी दिने आकाङ्क्षीहरूसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ हामी कार्यक्रममा रहेर। आज हामीसँग नेपाली काङ्ग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइराला हुनुहुन्थ्यो। हामी अन्त्यमा छौँ दाजु, के भन्न चाहनुहुन्छ हाम्रा रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई? म सर्वप्रथम सम्पूर्ण रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई आउँदै गरेको नयाँ वर्षको शुभकामना दिन चाहन्छु। उहाँहरूलाई चाहिँ कम्तीमा यो आउने 74 साल चाहिँ सुखमय होस्, शान्तिपूर्ण होस् र यो कम्तीमा यो देशमा चाहिँ नयाँ संविधानको सुखद कार्यान्वयन हुनलाई चाहिँ सकोस् र चाहिँ यो जनताले जुन अपेक्षा गरे 7 सालदेखि आजसम्म जुन जनताले चाहिँ आफ्नो अपेक्षा पालेर राखेका छन् ती अपेक्षाहरू चाहिँ पुरा हुन् भन्ने म शुभकामना दिन चाहन्छु। र अन्तिममा म के भन्न चाहन्छु भने यो हेटौँडा उपमहानगरपालिकालाई चाहिँ हामी जुन चाहिँ एउटा चाहिँ यो हाम्रो चक्रपथबाट चाहिँ जुन घेर्ने छ बाटो बनाउने कुरो छ त्यसलाई पनि अब आउने यो स्थानीय निकायको निर्वाचनपछि त्यसलाई पनि एउटा पूर्णता दिने कोसिस होस् र यो यहाँको यो उपमहानगरपालिकाका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, स्वच्छ पिउने पानी जुन उनीहरूको नैसर्गिक अधिकार होस् त्यसलाई पूर्ण गर्न सक्ने र यो नगरीलाई चाहिँ एउटा नेपालकै नमुना नगरीको रूपमा चाहिँ विकास गर्न सक्ने क्षमता वान नेतृत्वलाई चाहिँ उहाँहरूले छान्नुहोस्, यही शुभकामना दिन चाहन्छु। र अन्त्यमा यहाँको रेडियो र यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस् दाइ, धन्यवाद। तपाईँलाई पनि आकाङ्क्षी हुनुहुन्छ, टिकट पाउनुहोस् र जित्नुहोस्, शुभकामना छ। धन्यवाद। हस् त, कार्यक्रम जनचासोबाट बिदा माग्ने बेला भइसकेको छ। हामीले आज नेपाली काङ्ग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालासँग कुराकानी गऱ्यौँ। हामी पुनः अर्को साता बुधबार ठिक 7:30 बजे आउने बाचा गर्दै आजका लागि भने प्रविधिका अनुपलाई धन्यवाद दिँदै म विवश अधिकारी पनि कार्यक्रम जनचासोबाट बिदा हुन्छु। हस् त, नमस्ते। जाडो मौसमले